भएको छ। त्यो बनाउनलाई चाहिँ म चाहिँ एउटा पिभिसी सिटको बक्स टाइपको बनाएको छु र यहाँनिर होल गरेर चाहिँ 12 भोल्टको फिमेल ज्याकलाई चाहिँ यहाँ राखेर दुईवटा पोजिटिभ र नेगेटिभ वायरलाई चाहिँ सोल्डिङ गरिरहेको छु। र यो चाहिँ मैले किन राखेको भने हजुरलाई पछि थाहा हुन्छ है। अब चाहिँ मैले यसलाई साइड गरेँ र एउटा स्पिकर लिएको छु। यसलाई चाहिँ मैले चाहिँ यहाँनिर होल गरेर स्पिकरलाई चाहिँ यहाँ एड गरेको छु। यो चाहिँ पिभिसी सिटको बनाएको यो पनि मैले। र यो स्पिकरमा चाहिँ मैले चाहिँ दुईवटा पोजिटिभ र नेगेटिभ वायरलाई चाहिँ सोल्डिङ गरेको छु। र यो चाहिँ हाम्रो चाहिँ मेन कम्पोनेन्ट हुनेवाला छ ब्लुटुथ मोड्युल। र यसको चाहिँ मैले चाहिँ आउट जिएनडी राइट आउट र लेफ्ट आउटमा चाहिँ मैले चाहिँ तिनवटा वायरहरूलाई चाहिँ सोल्डिङ गरेको छु। र यो पिसिसी र जिएनडीमा चाहिँ हाम्रो चाहिँ 5 भोल्ट इनपुट हुन्छ है। त्यसलाई चाहिँ हामीले चाहिँ एउटा भोल्टेज रेगुलेटरबाट चाहिँ हामीले चाहिँ करेन्ट दिनुपर्ने हुन्छ। र यो चाहिँ हाम्रो चाहिँ एम्प्लिफायर मोड्युल हो। यसले चाहिँ के काम गर्छ भने यसबाट आएको सिग्नललाई चाहिँ एम्प्लिफाई गरेर हाम्रो स्पिकरसम्म आउटपुट दिने काम गर्छ। यहाँ चाहिँ यो आइसी राखिएको छ एउटा। यो आइसी नै हो मेन कम्पोनेन्ट भनेको। अरू क्यापेसिटरहरूले चाहिँ फिल्टर गर्ने मात्रै काम गर्छ। अब चाहिँ भिडियो सुरु गर्नु ल। त्यसको लागि पहिला चाहिँ हामीले चाहिँ यसमा एम्प्लिफायर मोड्युलमा चाहिँ हामीले चाहिँ ब्लुटुथ मोड्युललाई सोल्डिङ गर्छौँ। त्यसको लागि चाहिँ यो वायरलाई चाहिँ हामीले चाहिँ हल्का स्क्र्याच गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ अब चाहिँ हामीले चाहिँ यसमा सोल्डिङ गर्छौँ। म चाहिँ यसलाई यहाँबाट हल्का कट गरिदिइरहेको छु। यसको चाहिँ हामीले भित्रबाट कभर वायर निकाल्छौँ। सिलिकन वायर भएको भएर चाहिँ हामीले यसले चाहिँ इजिली हातबाट कभर वायर निकाल्नु सकिन्छ। यसरी यो चाहिँ कभरको रहेछ, यो चाहिँ सिल्भरको रहेछ है सरी। अब चाहिँ हामीले यसमा चाहिँ सोल्डिङ गर्नुपर्ने हुन्छ। यो एम्प्लिफायर मोड्युलमा चाहिँ यहाँ हेर्न सक्नुहुन्छ एल जिएनडी राइट लेखेको छ। यो भनेको लेफ्टको सिग्नल हो, यो भनेको जिएनडी हो, ग्राउन्ड भइहाल्यो यो चाहिँ। अनि यो भनेको हाम्रो चाहिँ राइट भयो। त्यसपछि गएर यो चाहिँ हाम्रो चाहिँ 15 वाटको एम्प्लिफायर भएको भएर चाहिँ हामीले ढुक्कले 30 वाटसम्म आउटपुट लिन सकिन्छ है त। यहाँ चाहिँ हामीले चाहिँ दुईवटा स्पिकर जोड्ने पोइन्ट दिएको छ। अब चाहिँ हामीले कनेक्सन सुरु गरौँ। अब चाहिँ हामीले चाहिँ यसको चाहिँ सोल्डिङ गर्नुपर्ने हुन्छ यहाँनिर। त्यसको लागि चाहिँ पहिला चाहिँ हामीले यसमा चाहिँ हल्का सोल्डिङ वायरलाई चाहिँ राख्नुपर्छ। मैले यहाँ सोल्डिङ गरिसकेको छु हल्का। अब चाहिँ हामीले चाहिँ यो एम्प्लिफायरको चाहिँ यसमा हेरेर यहाँ पछाडि पनि लेखेको हुन्छ एल आउट आर आउट जिएनडी, त्यही अनुसार चाहिँ हामीले चाहिँ यहाँनिर कनेक्सन गर्नुपर्ने हुन्छ। यदि हजुरहरूले चाहिँ कनेक्सन बुझ्नु भएको छैन भने म चाहिँ कनेक्सन डायग्राम पनि हजुरलाई प्रोभाइड गर्छु है त। अब चाहिँ यो चाहिँ हाम्रो चाहिँ लेफ्टको वायर रहेको छ। यो चाहिँ वाइट चाहिँ हाम्रो यो बिच अब हाम्रो जिएनडी रहेको छ। जिएनडीलाई हामीले जिएनडीमा कनेक्ट गरिदिउँ। त्यसपछि हाम्रो बाँकी रह्यो एउटा राइटको वायर, राइट स्पिकरको वायर। त्यो चाहिँ हामीले कनेक्ट गरिदिन्छौँ। त्यो चाहिँ हाम्रो भयो। अब चाहिँ हामीले यसमा पावर दिनको लागि चाहिँ मैले चाहिँ एउटा चाहिँ भोल्टेज रेगुलेटर आइसी युज गरेको छु। यो चाहिँ 7805 हो है। हामीले चाहिँ यसलाई चाहिँ 8 भोल्टदेखि 12 भोल्टसम्म पावर प्रोभाइड गर्न सकिन्छ। अब हाम्रो चाहिँ यसमा चाहिँ 8देखि 24 भोल्टसम्म पावर जान्छ भनेपछि यसलाई चाहिँ हामीले चाहिँ 5 भोल्टबाट इनपुट दिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ यसले चाहिँ यहाँ आएको 24 भोल्ट अथवा 8देखि 24 भोल्टसम्मको भोल्टेजलाई चाहिँ 5 भोल्टमा कन्भर्ट गरिदिन्छ है त। यो चाहिँ हाम्रो चाहिँ इनपुट पोइन्ट रहेको छ र यो चाहिँ हाम्रो चाहिँ आउटपुट पोइन्ट रहेको छ। यो चाहिँ बिचको यो मिडल चाहिँ यो जुन मिडल छ त्यो चाहिँ हाम्रो चाहिँ नेगेटिभ हुन्छ र यो साइडको दुईवटा चाहिँ इनपुट पोजिटिभ र आउटपुट पोजिटिभ हुन्छ। र यो आउटपुटलाई चाहिँ हामीले सिम्पली यो जुन एम्प्लिफायरको इनपुट पोइन्ट छ यहाँ DC 8 भोल्ट टु 24 भोल्ट देखाएको छ र यहाँ माइनस प्लसको सिम्बल पनि देखाइदिएको छ है। यही अनुसारको हामीले चाहिँ कनेक्सन गर्नुपर्ने हुन्छ। प्लसलाई चाहिँ प्लसमा, माइनसलाई माइनसमा एकदम केयरफुल्ली गर्नुपर्ने हुन्छ। यदि केही मिस्टेक भयो भने एम्प्लिफायर पनि जान सक्छ र हाम्रो भोल्टेज रेगुलेटरको साथसाथै यो हाम्रो ब्लुटुथ मोड्युल पनि जान सक्छ, सर्ट हुनसक्छ। एकदम केयरफुल्ली गरेर
दुईटा पोइन्ट रहेको छ। यो दुईटा पोइन्टको पोजिटिभ यो बिचको नेगेटिभ भयो, यो व्हाइट कलरको चाहिँ पोजिटिभ भयो। यही अनुसार हामीले चाहिँ यहाँनिर चाहिँ पोजिटिभ र नेगेटिभलाई हेरेर कनेक्सन गर्छौँ। हेर्न सक्नुहुन्छ यहाँ VCC र GND लेखेको छ। VCC र GND लेखेको छ। VCC भनेको हाम्रो चाहिँ पोजिटिभ हुन्छ र GND भनेको हाम्रो ग्राउन्ड नेगेटिभ भइहाल्यो है त। अब यो ग्राउन्डमा चाहिँ हामीले चाहिँ यो ब्राउन कलरको वायरलाई चाहिँ हामीले यहाँ कनेक्ट गरिदिन्छौँ। र अब यो VCC-लाई चाहिँ हामीले चाहिँ व्हाइट कलरको वायरले जोडिदिन्छौँ है त। र हेर्न सक्छौँ यो चाहिँ हाम्रो चाहिँ यति कनेक्सन भयो। अब हामीले चाहिँ यसमा स्पिकर र एम्प्लिफायरमा इनपुट पोइन्ट मात्रै कनेक्ट गर्नुपर्छ। अब स्पिकरको लागि चाहिँ मैले चाहिँ यो कनेक्ट गर्छु। स्पिकरको यो पोजिटिभ यहाँनिर हेरेर चाहिँ पोजिटिभ र नेगेटिभ मिलाएर गर्नुपर्छ स्पिकरको पनि, नत्र भने हावा बाहिर फाल्ने र भित्र फाल्ने हुन्छ। पोजिटिभ र नेगेटिभलाई मिलाएर अब हामीले चाहिँ मैले चाहिँ यसमा चाहिँ एउटा स्पिकर युज गर्ने हुनाले एउटा मात्रै पोइन्ट कनेक्ट गरेको छु। अब हामीले चाहिँ यो बोर्डमा चाहिँ हामीले भोल्टेज इनपुट दिनुपर्ने हुन्छ। मैले चाहिँ यहाँ 12 भोल्टको फिमेल सकेट युज गरेको छु। अब यसमा चाहिँ हामीले चाहिँ एउटा साउन्ड फिल्टर गर्नको लागि एउटा क्यापेसिटर कन्डेन्सर क्यापेसिटर हाल्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ मैले चाहिँ एउटा क्यापेसिटर लिएको मैले चाहिँ यो क्यापेसिटर लिएको छु। यसको भोल्ट माइक्रोफायर रहेको छ 33 माइक्रोफेरेड, त्यसपछि 50 भोल्ट है त। अब चाहिँ हामीले चाहिँ यसलाई चाहिँ यहाँनिर यो ब्याट्रीको पोइन्टमा चाहिँ इनपुटको पोइन्टमा चाहिँ एम्प्लिफायरमा कनेक्ट गरिदिनुपर्छ। पोजिटिभ र नेगेटिभ हेरेर यो व्हाइट कलरको साइड जुन छ हाम्रो, यो व्हाइट कलरको साइड चाहिँ हाम्रो नेगेटिभ हुन्छ र यो ब्ल्याक कलरको साइड हाम्रो पोजिटिभ हुन्छ। त्यही अनुसारले यहाँ यो एम्प्लिफायरमा पनि पोजिटिभ र नेगेटिभ एड छ भनेर मैले भनिसकेको छु होइन। त्यो अनुसार चाहिँ हामीले कनेक्सन गर्नुपर्छ। नेगेटिभलाई हामीले नेगेटिभपट्टि, त्यसपछि गएर पोजिटिभलाई चाहिँ हामीले चाहिँ पोजिटिभपट्टि दिनुपर्छ र लास्टमा गएर चाहिँ हामीले चाहिँ यसलाई चाहिँ कनेक्सन गर्नुपर्ने हुन्छ। यसको चाहिँ पोजिटिभ र नेगेटिभ हेरेर कनेक्सन गर्नुपर्छ है त गाइस। अब यसको यो बिचको जुन मैले व्हाइट कलरको वायर लगाएको छु यो चाहिँ हाम्रो चाहिँ पोजिटिभ हुन्छ। यो ब्लू कलरको वायर लगाएको चाहिँ हाम्रो चाहिँ नेगेटिभ हुन्छ है त। त्यही अनुसारले ब्लू कलरलाई नेगेटिभमा कलरलाई चाहिँ हामीले चाहिँ नेगेटिभमा जोडिदिन्छौँ र व्हाइट कलरलाई चाहिँ हामीले चाहिँ पोजिटिभमा जोडिदिन्छौँ। हाम्रो चाहिँ रेडी भयो। अब हामीले चाहिँ यसलाई चाहिँ बक्समा मात्रै फिट गर्ने हो। म चाहिँ हजुरहरूलाई चाहिँ यो बक्समा फिट गरेर हजुरहरूलाई देखाउँछु है त। ल्यान्डसम्म चाहिँ मैले चाहिँ यसलाई चाहिँ यहाँनिर यो ग्लु गनको युज गरेर चाहिँ यहाँ मैले सबैलाई टाच दिइसकेको छु। र हजुरहरूले चाहिँ यो आइसीमा चाहिँ एउटा हिटसिङ हाल्नु होला। त्यसो हुँदा चाहिँ यसको लाइफ स्प्यान चाहिँ हल्का बढ्छ। र हामीले चाहिँ यो स्पिकरलाई इयर टाइट बनाउनुपर्छ। त्यसको लागि पनि मैले चाहिँ यहाँनिर ग्लु गन हालेर एकदम फुल्ली इयर टाइट बनाइदिन्छु। त्यसो हुँदा हाम्रो साउन्ड क्वालिटी पनि एकदम बेटर भएर आउँछ। हजुरहरूले चाहिँ यसमा यो स्पिकरमा हाल्ने चाहिँ एउटा वासर पाइन्छ। त्यो वासर लिएर आएर पनि हाल्न सक्नुहुन्छ है त। वासरले पनि एकदम राम्रो काम गर्छ। ग्लु गनले भन्दा राम्रो काम गर्छ वासरले पनि। हाम्रो चाहिँ रेडी भइसकेको छु। यसलाई चाहिँ मैले चाहिँ रिचार्जेबल बनाउनेवाला छैन। यसलाई चाहिँ डाइरेक्ट मैले प्लगमा जोडेर प्लग एन्ड प्ले टाइपको बनाउनेवाला छु। यसको लागि मैले चाहिँ यसमा चाहिँ कुनै पनि ब्याट्री हाल्नेवाला छैन। यसलाई चाहिँ अब चाहिँ हामीले चाहिँ यसरी हाल्नुपर्ने हुन्छ। यसरी हाल्नुको लागि चाहिँ मैले चाहिँ स्क्रुहरूको युज गर्नेवाला छु। किनभने स्क्रु हालेपछि चाहिँ हामीले चाहिँ यो पछि केही भएर बिग्रियो भने हामी चाहिँ रिपेयर गर्न सजिलो हुन्छ भनेर चाहिँ मैले यस्तो गरेको हेर्न सक्नुहुन्छ।
स्क्रु हालिदिन्छु। अब थाहा पाउनुभयो होला हजुरहरूले मैले यो किन हालेको भनेर। अब चाहिँ हामीले यहाँ स्क्रु हाल्नु पऱ्यो, त्यसो हुँदा चाहिँ हामीलाई सजिलो होस् भनेर चाहिँ मैले युज गरेको। म चाहिँ यसलाई स्क्रु कसेर हजुरलाई चाहिँ यसको साउन्ड क्वालिटी टेस्ट गराउँछु है त। चाहिँ हाम्रो चाहिँ रेडी भइसकेको छ। यो चाहिँ हाम्रो चाहिँ इनपुट पोइन्ट हो। त्यसपछि यसलाई चाहिँ मैले चाहिँ ग्लु गन लगाएर फुल यो टाइप बनाइदिएको छु। हजुर मसँग स्क्रु गन छ, त्यही भएर मैले ग्लु गन लगाएको छु। र यति नै हो। अब हामीले चाहिँ यसलाई चाहिँ टेस्टिङ गर्नुपर्छ है त। ल हेर्नुसँग चाहिँ मैले चाहिँ यसमा चाहिँ इनपुट भोल्टेज दिनको लागि चाहिँ मैले यो 12 भोल्टको ब्याट्री प्याक युज गरेको छु। हजुरहरूलाई चाहिँ यो ब्याट्री प्याकको पनि भिडियो चाहिन्छ भने तल कमेन्ट गर्न सक्नुहुन्छ, म चाहिँ यसको भिडियो बनाएर दिन्छु हजुरहरूलाई। यो चाहिँ एकदम पावरफुल ब्याट्री हो है। यसले चाहिँ एकचोटि बाइकहरू पनि स्टार्ट गरेको थिएँ। अब हामीले चाहिँ यसलाई चाहिँ यहाँबाट इनपुट दिन्छौँ। अब चाहिँ मैले चाहिँ हजुरहरूलाई चाहिँ यसलाई चाहिँ कसरी कनेक्ट गर्ने भनेर देखाउँछु। यसको लागि चाहिँ हामी चाहिँ ब्लुटुथमा जान्छौँ। यो 3.0 देखाएको छ, यसमा क्लिक गर्छौँ। कनेक्टेड भइसकेको छ। अब चाहिँ मैले चाहिँ हजुरलाई चाहिँ यो एनसिएस बजाएर चाहिँ देखाउँछु। These players will be taking the field today. Both teams look balanced and eager to perform. Gives out. Getting used to quiet when the noise dies down. I can see the damage when I look around, but I'm still here breathing, so I'm here for you. यसको साउन्ड क्वालिटी चाहिँ मैले सोचेको भन्दा नि एकदम बवाल निस्क्यो है। ल भिडियो मन परेमा चाहिँ लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला र साथीहरूलाई पनि सेयर गरिदिनु होला। र हजुरहरूलाई चाहिँ कस्तो खालको भिडियो मनपर्छ त्यो चाहिँ कमेन्ट गरिदिनु होला। र हजुरहरू कहाँ बसेर हेर्दै हुनुहुन्छ त्यो पनि मलाई कमेन्ट गरिदिनु होला है त।